हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ म एउटा भिडियो बनाउन गइरहेको छु। म चाहिँ अहिले पोर्चुगलको यो टोरेस नोभस नगरपालिका ब्रुगैरा भन्ने ठाउँमा छु। अनि यहाँबाट चाहिँ म 7 किलोमिटरको यात्रा तय गर्दैछु, किनभने त्यहाँ यो पोर्चुगलको एउटा यो के भन्छ सरकारी हस्पिटल सेन्टर दि साउदीबाट चाहिँ हामीले एउटा यो हस्पिटल नम्बर निकाल्नुपर्ने हुन्छ, लिनुपर्ने हुन्छ। जो कोही पनि आइसकेपछि लिनुपर्ने हुन्छ। त्यो चाहिँ किनभने केही दुख बिमार भयो भने इमर्जेन्सीमा अथवा नर्मलमै पनि त्यसमा चेकअप चाहिँ फ्री हुन्छ। त्यही भएर त्यो अस्तिको हप्ता फ्राइडे चाहिँ त्यहाँ गएको थियौँ गाडीबाट। यही कम्पनीको एउटा साथीको गाडी थियो, बङ्गाली साथीको, 3 जना गएको थियौँ। तर काम पनि भएन। फर्केर आउँदाखेरि गाडी चाहिँ नराम्रोसँगले चाहिँ पल्टिङ खाएर दुर्घटना भएको थियो। अनि त्यही भएर मलाई गाडीमा जानु पनि मन लागेन। आज चाहिँ 7 किलोमिटर जति त हो, हिँडेर जान्छु भन्ने भयो। त्यही भएर म हिँडेर जान्छु र बिच बाटोमा जाँदाखेरि त्यो ठाउँ पनि म यहाँहरूलाई देखाउने कोसिस गर्नेछु। भिडियोमा रहँदै गर्नु होला है त। म निस्किएँ अब। म चाहिँ बाटो लागेँ अब। अलिक धुमिएको हुन्छ, पानी पनि पर्ने चान्सेस त 52% छ। पानी पऱ्यो भने चाहिँ म बिचमा नेपालको पठाउ इन्डिया जस्तो हुन्छ यहाँ बोल्ट त्यो बोल्ट गरेर जानेछु। यही बाटोबाट अब जानुपर्छ। यताको चाहिँ गाउँकै भित्र पनि पक्की पुरै रोडहरू। हल्का चिसो चाहिँ छ, पहिलाको जस्तो चिसो चाहिँ हटिसकेको छ यहाँ। एक घन्टा 22 मिनट लाग्छ भनेको छ, देखाइराखेको छ म्यापमा चाहिँ। 11 बजेभन्दा अगाडि पुग्नु परेछ मैले त्यहाँ। त्यसो 11 बजेभन्दा अगाडि पुगेन भने फेरि ब्रेक हुन्छ, 1-1.5 घन्टा लन्च ब्रेक हुन्छ भनेको अफिसमा। त्यही भएर अलिकति फटको चाहिँ देखुटे हामीलाई चलाउनु परेको छ। मौसम चाहिँ एकदम हिँड्न लायक नै छ। गाह्रो देख्दा पनि डर लाग्छ हौ म त अहिले त। यहाँ चाहिँ यो देशको चाहिँ यो एकदम विकटै ठाउँ हो, विकट ठाउँ हो। विकट भन्दा पनि के विकट भन्ने, ठुल्ठुलो पाहाडहरू पनि छैन, सानो छ, थुम्की। चिनेको छैन, जानेको छैन। हिँड्या छ यो गुगल म्यापको भरमा, टेक्नोलोजीले हिँडाएको छ। यो बुटाहरू चाहिँ जैतुनको बुटा, ओलिभ्सको। यहाँ त प्रशस्ति हुँदो रहेछ, जताततै त्यही मात्रै देख्छु। यो घारीतिर पनि छ त्यत्तिकै। यो चाहिँ जङ्गलमा यहाँ माछा छ कि छैन होला। यहाँ चाहिँ फेरि शिकार गर्नु, माछा मार्नु पाइँदैन। ल्या पानी पर्न थाल्यो। अब म भिज्छु।
अब चाहिँ बोल्ट गरेर जानु पर्ला भनेको बोल्ट अब यहाँ आउँछ कि आउँदैन यस्तो विकट ठाउँमा। अब चाहिँ अलिक रफ्तार बढाउनु पर्छ जस्तो छ। ओहो पुरै कच्ची बाटो छ त। जानु पनि गर्ने भइसक्यो हिँड्दा कति राम्रो ठाउँहरू नेपालको जस्तै लाग्छ हौ घरिघरि त। ए अनि एउटा कुरा मलाई भन्नु मन लाग्यो, अब चुनाव पनि आयो, सबै नेताहरू गाउँ केन्द्रित भएको छ। लाखौँ युवाहरू बाहिर विदेशमा छन्। पहिलाका नेताहरूले गर्दाखेरि सोचेर भोट दिनु होला सबैजनाले। जो उम्मेदवार गाउँमा आएर शान्ति दिन्छु, के अरे सुशासन दिन्छु भन्छ नि, लाताले बुवाक्क दिएर बारीको पाटामा पुऱ्याइदिनुहोस्। के को शान्ति, के को सुशासन, विकास चाहिएको छ हामीलाई। जसले विकास गर्छु भनेर आउँछ, राम्रो एजेन्डा लिएर आउँछ, उसलाई भोट दिनुहोस्। विकास भयो भने शान्ति आउँ भने चाहिँ सबै अटोमेटिक हुने कुरा हो। त्यही भएर बुझेर भोट दिनु होला, पैसामा नबिक्नु होला। अर्को कुरा यो भनेको प्रतिनिधि सभाको चुनाव हो। प्रतिनिधि सभाको चुनावमा, यस चुनावमा चाहिँ, संसदीय चुनावमा चाहिँ के हुन्छ भने तपाईहरुले जस्तै अब जिल्लामा उम्मेदवार राम्रो उम्मेदवार जान्छ नि, तर उसको पार्टीको माथिको टाउके चाहिँ खराब छ भने उसले गएर टाउकालाई पनि सपोर्ट गर्ने हो। एउटा आलु कुह्यो भने सबै बोराको आलु कुहिन्छ, त्यो सफल हुनै दिँदैन। भएको त्यही हो। पहिला शेरबहादुर देउवाले कब्जा गरेर राखेको थियो, उसले जसलाई मन्त्री बनायो उयो हुने, यो गर उ गर भन्दा उ गर। केपी ओलीले त्यही यहाँ हाम्रो के अरे संविधान पद्धति नै राम्रो छैन यो पार्लियामेन्टको। त्यही भएर यसलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रमुख, उपप्रमुख अरू कोही चाहिँदैन। प्रधानमन्त्री पनि चाहिएन, विश्वमा कोही आसेपासे कोही चाहिँदैन। यस्तो भयो भने चाहिँ विकास बिस्तारै हुन्छ। फेरि विकास अब 10 वर्षमा 5 वर्षमा गर्छु भनेर जो आउँछ नि, त्यसलाई पनि भुवाक्कै लात्ताले दिएर बारीको पाटामा पुऱ्याइदिनुहोस्। अब आउने नयाँ पिँढीले पनि, नयाँ पार्टीहरूले पनि बहुमत ल्याएर गयो भने उनीहरूले पनि सक्दैन 10 वर्षमा, त उनीहरूले 20 वर्ष आउने हो, 5 वर्ष। त्यसो अर्को चुनावदेखि बल्ल अलिअलि होला। किनभने अब देशमा पैसै छैन, देशको ढुकुटी रित्तो छ, कहाँबाट चाहिँ पैसा लिएर विकास गर्नु? घन्टा जस्तो कुरा गरेर हुन्छ? हुँदैन। त्यही भएर नेपाल चाहिँ यो आन्दोलन, जहिलेको आन्दोलनले 50औं वर्ष पर धकेलिसक्यो। अझै पनि चेत, कति राम्रो फुलहरू फुलेको, अझै पनि जनताले चेत खाएन भने हाम्रो नाति पनतिसम्म केही हुन्न। कुरा त्यही हो। तपाईहरु भन्नुहुन्छ र, ए गधा त्यस्तो सोच्ने मान्छे किन मुन्टिसै त साला गधा चाहिँ किन मुन्टिस बाहिर भन्नुहुन्छ र? सबैजना बसेर पनि हुन हो नि। माओले त्यस्तो सम्झौतै त्यस्तो गरे,
विदेशमा बेचेर आफ्नो युवा श्रमिकलाई बेच्ने सम्झौता गरे। के भन्थे, जुनार कति राम्रो फलेछ है ओलिभ्सको बोट। ओहो, यहाँ त कस्तो लोकल कुखुराको फार्म परेछ। पछि कुखुरा डुल्दैछ, सायद अन्डा। आमामा टर्की पनि रहेछ हौ। टर्कीले हाई हाई भन्दैछ। अनि मलाई एउटा अचम्मको कुरा लाग्यो, यहाँको प्रत्येक घरमा प्रायः चाहिँ यो सुन्तला अथवा जुनारको बोट 1-2 बोट 2-4 बोट हुन्छ। तर यो चाहिँ कसले चिप्दैन, भुइँमा झरेर जान्छ, खाँदैन है के हो। अनि ओल्लो घरको मान्छेले पल्लो घरको बगैँचामा छिरिक्क हात लाउँदैन। यो चोरी डकैती अनि ठग केसलाई चाहिँ यहाँ मान्छे मार्नुभन्दा धेरै ठुलो सजाय हुँदो रहेछ। काम त्यस्तो छ। यहाँ चाहिँ बाइपङ्खी घोडा रहेछ, सेतो। कस्तो बाटोबाट आएँ भाइ म त। यो बाटो हो कि होइन, गुगलले यस्तै देखाएको छ, देखाउँछ। चोर भनेर लखेट्ने हो कि? पहिला हामी सानोमा हुँदाखेरि हाम्रो घरबाट पाख्रीवा हिलै जाँदाखेरि यस्तै बाटोहरू थियो, त्यसको याद आयो मलाई त। अब चाहिँ पक्की रोड आए जस्तो छ है, भित्र सर्टकट बाटोबाट। मान्छे यताबाट जान्छ गाडी, पल्टो बाटो हेर्नुपर्छ। जैतुनको बोट चाहिँ कति हो, कति त्यसका चाहिँ यहाँ चाहिँ प्रत्येक घरमा जस्तै कुकुरहरू हुन्छ। यहाँको आदिवासी भन्ने पहिलेदेखिको यहाँको बासिन्दालाई चाहिँ कुकुर, बिरालो पाले बापत चाहिँ त्यसको भत्ता दिन्छ अरे। यिनीहरूको पनि भत्ता आउँछ, कुकुरहरूको पनि। अनि किन नपालोस् त, सेक्युरिटी काम पनि गर्ने हुनाले। होला पानी चाहिँ फुसफुस परेको छ। जुम्रे पानी अलिक पातुलो छ र मात्रै, नत्र पनि भिज्दैन। हल्का फुसफुस पानी परेको अवस्था भिजाएको छ। खाएर केही छैन, यो सुक्छ, नो प्रब्लम। कन्टिन्यू वक टु डेस्टिनेसन। आदि भयो होला अब बाटो।
आधा चाहिँ पक्कै पनि भयो। यसरी एक्लै हिँड्दाखेरि चाहिँ यो भ्लग गर्दै अथवा बोल्दै यसरी मोबाइलमा भिडियो गर्दै हिँड्दा चाहिँ साथी जस्तो हुँदो रहेछ। मोबाइल चाहिँ साथी रहेछ। एक्लै नबोलिकन धुमधुम त्यो लाटो जस्तो हिँड्नुभन्दा यो चाहिँ बेटर देन नथिङ। अस्ति साथीसँगै गएको थियो, उसको चाहिँ त्यो अपडेट गराउनु पर्ने थियो, हेल्थ कार्ड नम्बर। अपडेट त जहिले गरे पनि हुन्छ। उसको चाहिँ आज ड्युटी छोडेन, अस्ति छुट्टी थियो फ्राइडे, अनि गएको थियौँ। जाँदाखेरि बङ्गाली अब भर्खर चलाएको रहेछ। गाडी त यस्तो स्पिडबाट ल्यायो, भित्तामा जोतिसकेको। फेरि ब्रेक लगायो टर्निङमा, ब्रेक लगाउँदाखेरि स्लिप भएर घररा गरेर गयो अगाडि। टर्निङको भित्तामा जोतिसकेको थियो। फेरि स्वाट्ट स्टेरिङ काट्यो। मैले हेरिरहेको छु, म पछाडि बसेको थिएँ ब्याक सिटमा। अनि एकैचोटि गाडी त पुरै सिधा जानु पर्यो, एलाकार आएर पुरा कान्लातिर झरिसक्यो। साथी अगाडि बसेर चाहिँ ए भन्थ्यो, तर त्यहाँ झर्दा पनि ब्रेक लगाएछ। गाडी त पल्टिङ खाएर एकैचोटि बिचमा चाहिँ नठोकिकन एकैचोटि झ्याम्मै तल खोलामा खस्यो। एकछिन त टुवा पर्यो। ल अब चाहिँ स्वर्गलाग पुग्यो भनेर सोचेको थिएँ बिचमा। तर अगाडिबाट थुथुनो जोतिएन, त्यो घुमेर गएर पछाडिको गाडीको चाक चाहिँ बजरियो। यस्तो साह्रो बज्रियो। त्यो बिचमा यस्तो गाडी उल्टो पनि भयो थियो। उल्टो हुँदाखेरि सिट बेल्ट चाहिँ झन् लाउनु पर्ने रहेछ है। सिट बेल्ट लगाएको थियो सबैले। सिट बेल्टले अलिकति पनि चल्नु दिएन। जस्तो मान्छे त्यस्तै ठक्कै राखिदियो। बार बज्यो। त्यहाँ मान्छे आउँदैछ एउटा टोर्सिच। Bom dia. Hola. Este rua Gibreira? Obrigado. Muito obrigado. यो बाटो जिब्रेर जान्छ भनेको। यो सिसी भन्छ। हो भन्छ। उफ, सिनहरू त फिल्म सुटिङ गर्ने खालकै रहेछ। यो चाहिँ अङ्गुरको ठुटाहरू। यो अङ्गुर चाहिँ अब यो मर्ने पालो मर्ने मौसम यसको। सबै यसको एकचोटि फलेपछि पुरा काटेर यसरी ठुटा बनाइन्छ। खै कहिले अब यसको स्प्रिङ सिजनतिर होला कि कहिले हो, यसको मुना पलाएर फेरि लहरा सहरा गएर केही भिटामिन लगाएर फलाइहाल्छ फेरि। कति राम्रो फुल्क्यो। के को बोटको फुल हो। छपक्कै भिज्यो,
छाता पनि नभएको अवस्था। छाता चाहिँ अस्ति त्यो एक्सिडेन्ट भएको दिन एउटा थोत्रो छाता थियो। अनि म त छातीमा अलिकति दुखेर म गइनँ। पछि सामान त ल्याउनु पर्यो। सपिङ गरेको सामान कति 55 युरोको थियो। चामलहरू, तेलहरू, के केहरू, दालहरू। हाम्रो घरबाट अलिक नजिकै नै हो कि, हिँड्दै जाँदा 30 मिनट, गाडीमा चाहिँ 3.5 मिनट जस्तो लाग्यो। त्यस्तो ठाउँमा आइपुग्ने बेलामा दुर्घटना भएको। अनि पछि गाडी झिक्ने यन्त्र लिएर आयो। अनि त्यो ड्राइभरले फोन गरेर सामान लिन आऊ भन्यो। गएको। अनि म चाहिँ हल्का कस्तो भएर गइनँ। साथीलाई पठाएको। पानी यस्तो भयङ्कर बबल परिरहेको थियो, सँगसँगै हुरी। अनि त्यो हुरीले छाताको करङ त सात ठाउँ भाँचिदिएछ। अनि के भन्ने। यहाँ चाहिँ अब यो वर्षायाम चाहिँ जाडोमा हुन्छ। त्यसो नोभेम्बरदेखि सुरु हुन्छ। अनि अहिले फेब्रुअरीको 10-15देखि नै सकिनुपर्ने, अहिले पनि साउन भइरहेछ। त्यही भएर यो अहिलेको यो मौसम यहाँको भनेको चाहिँ सेम नेपालको भदौतिर हुन्छ नि, जुम्रे पानी पर्छ, फिस काममा पनि जान नदिने, रही पनि नहाल्ने, ठुलो पनि नगर्ने, त्यस्तै भइरहेछ। अहिले चाहिँ लगभग अन्त्य हो। वर्षाको गर्मी चढेको छ पहिलाको भन्दा धेरै। गर्मीमा चाहिँ फेरि सुक्खा। त्यो नेपालतिर चाहिँ फेरि गर्मीमा तराईतिर बाफसँगको हावा चल्छ नि, तातो हावा। उफोरमा गर्छ नि, न बसी खानु न के गर्नु। यहाँ चाहिँ चरक्क पोल्छ। शीतलमा गयो भने शीतल हुन्छ, घामले चाहिँ चरक्कै पोल्छ। तर गर्मी त कुनै ठाउँमा पनि यस्तो हुन्छ 40 डिग्री भन्दा माथि हुन्छ। यहाँ कागती चाहिँ कागतीको पनि प्रायः जस्तो सबैको घरमा देख्छु, तर जतिको तति देख्छु, कहिले टिपेको देख्दैन। हाम्रो घरको अलिकति पहिला हुनु पाउँथेन, सबै टिपेर खाइहाल्छौँ हामी। राक्षस त हो हामी। ल, यहाँ त बाटो बन्द गरेर रहेछ। कताबाट जाने? यो अस्ति बाढी पहिरहेको थियो, चर्केर हो कि यताबाट जाने हो कि तलैबाट रहेछ। त्यसका अब आज पानी पनि कति परेको यार, मजाले पर्नु थाल्यो। सिट, यहाँ यत्रो ठुलो पहिरो गएछ नि त, यत्रो ठुलो पहिरो गएछ नि त। यहाँ देख्यो भने मार्छ यार। पुलिस पछि आइहाल्छ, हाक्नुपर्छ यहाँ त। माथि पुलिसले त नआउँछ। त्यो बन्द क्लोज गरेको थियो बाटो, जबसी आयो तलबाट गएको तल त्यहाँबाट घुमेर आउनु पर्ने रहेछ। अनि कहाँ घुम्छ त्यति टाढो? पुलिसले देख्यो भने मार्छ। जिब्रेरा भर्खर आइपुग्यो। अब धेरै छैन, 15 मिनट जति लाग्छ। गाइजहरू, अब चाहिँ मेरो फाइनल्ली डेस्टिनेसनमा आइसकेको छु। कहाँ चाहिँ भन्ने हो नभन्ने हो, यहीभित्र हो।
यही भित्र हो। फाइनली आइपुगेको अवस्था। फाइनली गाइजहरू यो नम्बर चाहिँ मैले बनाइसकेको छु। अब यहाँको काम त्यो मेन काम चाहिँ सक्यो, तर पानी परेर लास्टै छ। फाइनली गाइजहरू म अस्ति चाहिँ यो दुर्घटना भएको ठाउँमा आइसकेको छु। गाडी चाहिँ यताबाट आएको हो, एकदम यो सिधा बाटो, स्पिड एकदम घटाएन। अनि यहाँ आएपछि अनि जुन रफ्तारमा आएको थियो त्यही रफ्तारमा गइसकेको थियो। बाटो त घुम्ती छ। अनि उसले यो घुम्तीमा कन्ट्रोल गर्नु सकेन। यहाँनेरि सेम यस्तै गाडी आउँदै थियो, बाटो सानो छ। यताबाट माथिबाट आउँदाखेरि उसले कन्ट्रोल गर्न सकेन, अनि स्टियरिङ चाहिँ घुमाउनु सकेन, है कन्ट्रोल गर्नु सकेन। यो भित्तामा यहाँ भित्तामा जोतिसकेको थियो। अनि यहाँनेरि आएर चाहिँ उसले यहाँनेरि आएपछि उसले एकदमै ब्रेक पनि लगायो। यहाँनेरि आएपछि उसले ब्रेक पनि लगायो, अनि त्यस पछाडि स्टियरिङ पनि एकदम छिटो काट्यो। यो थुम्कामा यो पहिरोमा जागिसक्यो गाडी। यहाँबाट एकदमै एल आकारमा घुम्यो, फ्याट्टै एल आकारमा घुम्यो। यहाँबाट गाडी ओह्रालो लाग्यो। ओह्रालो लाग्दाखेरि यहाँनेरि आइपुगेपछि फेरि ब्रेक लगायो, गाडी यस्तो घुम्यो। घुमेपछि तपाईँको उहाँ तल खोलामा उल्टो तरिकाले झऱ्यो त्यसको चाक परबाट। ल हेर्नुहोस् त, त्यहाँबाट आएर अनि यहाँनेरि गाडी यस्तो एल आकारमा घुम्यो। यताबाट गाडी अर्को आएको भयो, बिचमा गाडी ठोकेर चकनाचुर हुन्थ्यो। लगभग 50को स्पिडमा थियो गाडी। त्यो घुम्तीमा स्पिड कम गर्नु पनि ब्रेक लगाउनु पर्यो, ब्रेक लगाएन उसले। अनि त्यहाँबाट आयो, त्यहाँबाट यहाँ ठोकिनु खोज्यो, त्यहाँ नठोकिएपछि उसले त्यो स्टियरिङ एकैचोटि बटारेपछि यहाँबाट यता आयो यो। अनि यता आएपछि यहाँ आएपछि फेरि उसले ब्रेक पनि लगायो, अनि स्टियरिङ पनि घुमायो। के गर्यो थाहा भएन, 2 सेकेन्डको भरमा त्यहाँदेखि। अनि गाडी एकैचोटि उत्तानो पल्टिँदै यहाँबाट एकैचोटि तल खस्यो, उमा तल खोलामा। त्यसको चाक अगाडि गएर बज्रियो एकैचोटि, यति माथिबाट। ल हेर्नुहोस् हामी चाहिँ कस्तो भयो होला। हामी जानुपर्ने यता थियो।